नेपालमा पनि पढे लेखेर बुद्धिजीवी मान्छेहरू छ, किनकि नेपालका 7वटा प्रदेशका एमालेका संसद र मन्त्रीहरू, प्रदेश मन्त्रीहरू र 2वटा प्रदेशका 8वटा मन्त्रीहरू एमाले परित्याग गरिएको छ। किनकि यो राम्रो बाटो होइन, राम्रो बाटो लाग्ने देश बनाउनेतिर लागेको छ। किनकि अब यो अगाडिको भिडियोमा हेर्नुस्, होइन एमाले नेपालबाटै पत्ता साफ हुने डर बढ्दैछ। सातै प्रदेशबाट एमाले पत्ता साफ, गर्लेम गुर्लुन धल्यो सिन्डिकेट। एउटै दिन 2 प्रदेश 8 मन्त्री सफा चट। के यो केपी ओलीको राजनीतिक घडीको अन्तिम टिकटिक हो? यो अलिअलि बचेको इज्जत पनि गयो। एमालेसँगको सत्ता सहकार्यबाट सधैँका लागि हात झिक्ने निष्कर्ष निकालेको छ। यो सँगै अब 7वटै प्रदेश सरकारबाट एमालेका मन्त्रीहरू बाहिरिने निश्चित भएको छ। आखिर कसरी एमालेको आफ्नै घमण्ड र दोहोरो चरित्रले उसलाई प्रदेश सरकारमा पनि सडकको बास गरायो? पहिले यो बुझौं। यो सबै खटपट सुदूरपश्चिम प्रदेश सरकारको बजेट विवादबाट भरिमा जति एमाले परित्याग गरिएका मान्छेहरूलाई म धेरै धेरै धन्यवाद दिन्छु र 21 तोपको सलाम ठोक्छु, किनकि यिनीहरू नेपाल देश बनाउनुको बाटोमा लागेको छ।